हाई गाइज वेलकम टु माई मिनी ब्लग आई होप सबैजना सन्चै हुनुहोला। आज भने पुरा पानी परिरहेको अवस्था छ होइन, यतातिर चाहिँ एकदमै खतरनाक मौसम छ। यो ठाउँमा चाहिँ त सबै स्याउ मात्र खान्छन् है, स्याउ नास्पाती त्यही त स्याउ नास्पाती, त्यस पछाडि पलम अनि बदाम आरु अखरोट ओखर के ओखर होइन, यहाँ अखरोट भन्छ ओखर होइन। हिमाचलमा सबै राता हुन्छन् नि, तिनी बस खुन ज्यादा हुन्छ त्यही भएर राता हुन्छन्। अर्ग्यानिक चिज अब यहाँको घाम हुँदैन होइन, सेतो त्यतिकै भइहाल्यो, घाम कम हुन्छ सेतो भइहाल्यो। अनि सबै अर्ग्यानिक फलफुलहरू खान्छन्, त्यसमा रगत ज्यादा हुन्छ फेरि रातो भइहाल्छन्। 3 महिना फरक पर्छ। त्यो भएको कारणले हिमाचलीहरू सबै राता हुनु सेतो हुनुको कारण चाहिँ यही हो। अब घाम धेरै लाग्दैन, घाम नलागेपछि कालो हुने कुरा भएन। त्यही भएर फलफुल सेउहरू खान्छन् अनि रातो चाहिँ भइहाल्छन्, रगत धेरै पर्छ। र यहाँतिर चाहिँ हाम्रो एउटा बाजे भेट्यो होइन, बाजेसँग पनि यसो बाजे नमस्कार, आराम हुनुहुन्छ बाजे? कता जान लाग्नु भयो अहिले? ए बादल भगाउनुहुन्छ नि? अच्छा, अरू आराम हुनुहुन्छ होइन? हजुर हजुर एकदम ठिक छ। हामी पनि घर कहाँ बाजे तपाईँ? नेपाल? मेरो बाउ हजुर दाङखोराई हो। ए तपाईँ हाम्रो छिमेकी हुनुहुन्न रहेछ त्यसो भए त तपाईँ पनि? हामी पनि दाङखोराईकै हो, सल्यान र दाङको सिमानामा पर्छौँ हामी। थाहा हुनु भएछ। कति पो बाजी बस्नु लाग्यो यता? कति वर्ष पो बस्नु लाग्यो यता? अच्छा, पुरै फ्यामिली यतै हुनुहुन्छ तपाईँहरूको? ए ठिक छ ठिक छ। ए कालाबारे तपाईँ देशी हो जानु भने तपाईँ जिम्मेदारी हो जानु पर्छ यसको मतलब। ल हुन्छ बाजे है, ल ल ल ए ठिक छ ठिक छ। फाइनली होइन हामी हिँड्दा हाम्रो उतै सल्यानतिर काले कपुरकोट भन्नुहुन्छ होइन, काले थाप्लो भन्छ नि त दाङ र सल्यानको सिमानाको होइन, त्यतातिरको एउटा बाजे पनि भेटिहाल्नु भयो होइन। अब त्यही हो, अब काम गर्नुपर्छ होइन। अर्ग्यानिक बाजे म पनि कालीपारे भएँ भन्नुहुन्छ बाजे पनि होइन, लास्टै मजाको मान्छे हुनुहुन्न रहेछ। त्यही हो, अब आफ्नो काम र आफ्नो कामको कारणले मान्छे सबै पैसाले गरा होइन। पैसाले गर्दाखेरि पैसा भन्दा नि यो पेटले गरा हो, पेटलाई खाना चाहिन्छ, खानको लागि पैसा चाहियो होइन, पैसाको लागि काम चाहियो। अब कामको सिलसिलामा मान्छे कहाँ पुग्छ होइन। त्यही हो, दलगाउँ भन्छ होइन, हाम्रो चाचा बस्ने ठाउँको अरे हजुर पुगेर दलगाउँ भन्ने ठाउँ होइन। यहाँको घर होइन होइन, घरको डिजाइन चाहिँ एकदमै दामी लाग्यो कि मलाई। घरहरू चाहिँ एकदमै दामी होइन, यहाँको डिजाइनहरू होइन, यहाँको घरको डिजाइन चाहिँ एकदमै दामी लाग्यो होइन। अब तलतिर चाहिँ ऊ सबै उसका बना हुन्छ, के अरे यो कङ्क्रिट इट्टा, त्यस पछाडि फलाम अनि गिट्टी बालु मात्र हुन्छ भने यहाँ चाहिँ तलतिर पिल्लर उठाइसकेपछि माथितिर चाहिँ काठको डिजाइनिङ गरेर होइन, किनकि यतातिर काठ धेरै पाइन्छ र यहाँको काठहरू पनि बलियो हुन्छ क्या, छिट्टै किरो लाग्दैन। किनकि यहाँको मौसम चिसो छ, चिसो मौसममा त्यति छिटो किरो लाग्दैन होइन, यो चाहिँ एकदमै लामो समयसम्म टिक्छ। त्यो भएको कारणले पनि हो होइन। तलतिर चाहिँ अब काठहरू छिटो सड्ने अनि किरा लाग्ने भएको कारणले त्यति काठ युज हुँदैन, सबै फलाम अनि लोहा मात्रै युज हुन्छ होइन। यतातिर चाहिँ काठहरू टिक्छ, त्यो भएको कारणले काठबाट चाहिँ डिजाइन गराउन चाहिँ एकदमै सजिलो हुन्छ नि त। त्यो भएको कारणले मौसम चाहिँ यता एकदमै चिसो छ यार है। तलतिर हामी पुरै गर्मी भएर पुरा एसी चलाएर बस्नुपर्छ भने यता चाहिँ पुरा एसीलाई फेल गर्ने मौसम छ होइन। यतातिर चाहिँ यिनी घरहरू छन् यता होइन, यो चाहिँ रोडको सामान्य एउटा घर हो। सबै स्याउ तलमाथि स्याउ छन् होइन। हाम्रो गाउँघरतिर पुरै घरको वरातिर मकै, परतिर मकै, धान अनि सागसब्जी हुन्छ भने यता चाहिँ सबै फलफुल मात्रै, स्याउ अनि नास्पाती, त्यस पछाडि जोस फलफुल जति पनि पाइन्छन् तलतिर हामी जब किनेर खान्छौँ त्यो सबै फलफुलहरू चाहिँ यता पाइन्छन् होइन। यहाँका अर्ग्यानिक महिला नि यहाँका अर्ग्यानिक दिदीहरू यता छन् होइन। यता चाहिँ एम्बुलेन्स पनि खडा छ यता। यहाँ चाहिँ यही हो, यतातिरको पहाडतिरको यिनी गोदामहरू होइन।
यतातिर एकदम स्वच्छ हावापानी छ क्या होइन फेरि हावा पनि एकदम चिसो चिसो पुरा स्वच्छ छ होइन कुनै पोल्युसन छैन क्या यताका घरहरू हेरौँ न घरहरूको डिजाइनिङ चाहिँ दामी छ होइन यो चाहिँ सबै घरहरूको डिजाइनिङ हो यो कसले देख्नु भएको छ होइन जसले देख्नु भएको छैन मेरो भिडियोमा आएर हेर्नु होला यहाँका घरहरूको डिजाइन है